सम्पूर्णमा राधे राधे। म विष्णु पंगानी। आज मैले नयाँ युट्युब च्यानलको सुरुवात गरेको छु र मेरो पहिलो भिडियो रहेको छ। धेरैजना टिकटक मार्फत भिडियो हेर्न आउनुभयो होला, सबैजनालाई स्वागत गर्न चाहन्छु। यो मेरो पहिलो भिडियो रहेको कारणले गर्दा सब्स्क्राइब गरेर साथी बनेर साथ दिनु होला र हरेक भिडियो हजुरले हेर्न पाउनुहुनेछ। र कमेन्ट मार्फत हजुरलाई कुनै पनि श्रावण सम्बन्धीको प्रश्नहरू छ भने निर्धक्क तरिकाले प्रश्न गर्न सक्नुहुन्छ। अब म थोरै पनि ढिलाइ नगरिकन विषयवस्तुतर्फ लाग्न चाहन्छु। उहाँ भिडियोमा देखिसक्नुभयो होला, कति गते टिकटकमा देखिसक्नुभयो होला कति गतेदेखि कति गतेसम्म व्रत बस्ने भनेर, अथवा नयाँ युट्युबबाट डाइरेक्ट आउनुभएको छ भने पनि म बताउन चाहन्छु। श्रावण महिनाको व्रत कुन सोमबारदेखि सुरु गर्ने र कुन अन्तिम सोमबारमा समापन गर्ने भन्ने बारे सुरुबाट नै भन्नेछु। जसले सुन्नुभएको छ त्यो राम्रो भयो, यदि नयाँ हुनुहुन्छ भने उहाँहरूको लागि यो थोरै जोड्न चाहन्छु। श्रावणको हाम्रो दुई प्रकारको महिना हुन्छ, एउटा सौर्यमान अनुसारको महिना हुन्छ, एउटा चान्द्रमान अनुसारको महिना हुन्छ। चान्द्रमान जुन तिथि अनुसारको महिना हुन्छ। सौर्यमान अनुसारको महिना साउनको पहिलो हप्ताको सोमबारदेखि नै हजुरले साउनभित्र रहेको महिनाको सोमबारको व्रत बस्न सक्नुहुन्छ भने चान्द्रमान तिथि अनुसारको व्रत फेरि अलग हुन्छ, जुन चाहिँ 18 गतेदेखि प्रारम्भ हुन्छ। 18 गते एक दिन परेको छ, मैले हजुरलाई पात्रोमा हेरेर बताउन चाहन्छु। 18 गते एक दिन परेको छ, 25 गते अर्को दिन परेको छ भने, साथै भदौको 1 गते अर्को परेको छ र भदौको 8 गते अर्को परेको छ गरेर 4 वटा सोमबारको व्रत हजुरले श्रावण महिनाभित्र हजुरले गर्न सक्नुहुन्छ। सौर्यमान अनुसारको भन्न परेन, अब साउनभित्र जति पनि सोमबारहरू आएका छन् त्यो सोमबारको व्रत गर्न मिल्यो। यदि कोही पनि विदेश जानको लागि भदौको पहिलो हप्ताको फ्लाइट छ अथवा कुनै कारणले गर्दा श्रावण महिनाको भित्र मात्रै बस्न सक्नुहुन्छ व्रत भने चाहिँ सौर्यमान अनुसारै बस्नु। त्यसमा कुनै पनि प्रकारको दोष छैन, शास्त्रले निषेध गरेको छैन। यदि फुर्सद हुनुहुन्छ, एकदम टाइम छ, विधिवत तरिकाले गर्छु भन्ने सोच्नुहुन्छ भने पनि हजुरले तिथि अनुसार गर्दा राम्रो हुन्छ। किनकि हामीले हरेक पर्वहरू प्रायः जसो पर्व ठुल्ठुला पर्वहरू हामीले तिथि अनुसार नै मनाइने गर्दछ। त्यस कारणले गर्दा श्रावणको 18 गते नै प्रारम्भ गर्दा उचित रहन्छ। अब धेरैजनाको मनमा जिज्ञासा आयो होला, श्रावणको 18 गतेको सोमबारबाट किन सुरु गर्ने? श्रावणको त अरू गते पनि छ, 4 गतेबाट सुरु गर्दा पनि हुन्थ्यो, अरू गते पनि थियो, त किन 18 गतेबाट सुरु गरियो भनेर धेरैजनाको मनमा जिज्ञासा जाग्यो होला। मैले पहिले नै भनिसकेको थिएँ, दुई प्रकारको महिना हुन्छ, एउटा सौर्यमान अनुसारको महिना चल्छ, एउटा तिथि अनुसारको। सौर्यमान भनेको चाहिँ हजुरको 1 गतेदेखि सङ्क्रान्ति दिनभित्रकोलाई 1 महिना भनिन्छ भने तिथिको चाहिँ जस्तै पूर्णिमा अथवा औँसीको भोलिको प्रतिपदादेखि अर्को पूर्णिमा अथवा प्रतिपदाको समयको अवधिभित्रकोलाई 1 महिना मानिन्छ चन्द्रमान अनुसार। त्यस कारणले गर्दा श्रावणको कृष्ण पक्षको भोलिपल्टदेखिको अवधिलाई श्रावण महिना मानिन्छ चन्द्रमान अनुसार। त्यस कारणले गर्दा हजुरले देख्न सक्नुहुन्छ श्रावणको 13 गते पूर्णिमा व्रत, गुरु पूर्णिमासम्म चन्द्रमान अनुसार बताउँदैछु। श्रावणको 13 गते पूर्णिमा व्रत रहेको छ, त्यस अवधिसम्म असारको महिना नै मानिन्छ चन्द्रमान अनुसार। त्यसपछि भोलिपल्ट असारको पूर्णिमाको भोलिपल्टदेखिको महिनालाई चन्द्रमान अनुसार बल्ल श्रावण सुरु भएको मानिन्छ, जुन चाहिँ 14 गतेबाट प्रारम्भ हुन्छ। हाम्रो श्रावणको 14 गतेदेखि मानिन्छ चन्द्रमान अनुसार। त्यस कारणले गर्दा 14 गते पछिको पहिलो सोमबार भनेको हाम्रो 18 गते परेको छ, 18 गते परेको छ सोमबार। त्यस कारणले गर्दा तिथि अनुसार हामीले व्रत बस्ने कारणले गर्दा 18 गतेको पहिलो सोमबार व्रत हामीले बस्नु पर्यो। तसर्थ दोस्रो सोमबार परेको छ 25 गते सोमबार परेको छ, र तेस्रो परेको छ भदौको 1 गते, र चौथो परेको छ भदौको 8 गते। अब भदौमा किन गए त भन्दा मैले अघि भनिसकेँ 1 महिना। अब हजुरले देख्न सक्नुहुन्छ 12 गते जने पूर्णिमा परेको छ। जने पूर्णिमाको भोलिपल्टदेखि चाहिँ हजुरको भदौको चान्द्रमान अनुसार भाद्र महिना सुरु हुन्छ। फेरि सौर्यमान अनुसार त भइसक्यो, तर चान्द्रमान अनुसार जने पूर्णिमाको भोलिपल्टदेखि भदौ महिना सुरु हुन्छ। त्यस कारणले गर्दा हामीले श्रावणको 13 गते र भदौको 12 गते भित्र जति नै सोमबारहरू रहन्छन् त्यही सोमबारको मात्रै व्रत हामीले बस्नुपर्ने हुन्छ। यही नियम रहेको छ। र हजुरले मैले अघि नै भनिसकेँ, सौर्यमान अनुसार पनि बस्न सक्नुहुन्छ। यो कि कुनै पनि निश्चित छैन, कुनै पनि एउटा पाप लाग्ने भन्ने केही पनि छैन, हजुरले त्यो पनि बस्न सक्नुहुन्छ। तर बार्न चाहिँ हजुरले सोमबार सुरु भएदेखि नै बार्नुपर्ने हुन्छ।
व्रत बसे नबसे पनि सोमबार सुरु भएदेखि नै हजुरले तामसी चिजहरू खानु भएन आदि इत्यादि व्रत बस्नुहुन्छ भने सोमबार श्रावणको 1 गतेदेखि नै मान्नुपर्ने हुन्छ। भदौको 8 गतेसम्म हजुरले शुद्ध तरिकाले बस्नुपर्ने हुन्छ। अब त्यस अवधिभित्र के गर्नुहुन्छ, नयाँ व्रतालुले के गर्ने भन्ने बारेमा भन्न चाहन्छु। यदि नयाँ व्रत बस्ने एकदम चाहना छ तर यो अहिले बृहस्पति अवस्थाले गर्दा बस्न पाइएन भने हजुरले बिना सङ्कल्प बस्न सक्नुहुन्छ। भगवानको निमित्त आफ्नो कुनै पनि यो प्राप्त गर्नु, धन सम्पत्ति प्राप्तको लागि, कामनाको लागि नबस्ने, निष्पक्ष रूपमा भगवानको नाम लिएर भगवान कुनै पनि वर नमागिकन भाकल नराखिकन भगवानको मात्रै पूजा आराधना जल चढाउँछु अथवा साधारण व्रत बस्छु भन्न मजाले मिल्छ। धेरैजनाको प्रश्न के पनि छ, यति बेला गर्भधारण संस्कार गर्न मिल्छ कि नै भन्ने प्रश्न गर्नुभएको थियो। गर्न मिल्दैन भनेर शास्त्रमा लेख्नु भन्दा पनि यति बेला बृहस्पति अस्त रहेको समय छ। बृहस्पति अस्त हुनु भनेको बृहस्पतिबाट हामीले के लाभ प्राप्त गर्न सकिन्छ ज्योतिष अनुसार भन्दा ज्ञानहरू, बुद्धि, विवेकहरू प्राप्त गर्न सकिन्छ। यति बेला चाहिँ गर्भधारण राख्दा भोलि बिहान सन्तान जन्मिँदा चाहिँ ती कुराहरूको कमी रहन सक्छ। त्यस कारणले गर्दा यति बेला गर्न भन्दा शुक्र अस्त बृहस्पति अस्त सकिसकेपछि गर्दा उचित होला। र अन्य कुनै कुरामा जिज्ञासा रहेको छ हजुरलाई भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। मैले अवश्य पनि त्यसको उत्तर दिनेछु। आजको लागि भने जय श्री राधे छुट्टिन चाहन्छु। राधे राधे।